तपाईहरु यदि सी को लागि फ्रीमा नोटहरु चाहनुहुन्छ तपाईलाई लागिरहेको होला पहिलो हप्ता त के हुन्छ जस्तो लागिरहेको होला गत वर्षको एक्जाम पनि भदौको फर्स्ट विकमै भएको थियो तपाईको यो 6 महिनामा गर्ने भनेको जम्मै 4 वटा स्टेपहरु रिपिट गर्ने हो दिनमा 2 देखि 3 मार्क्स सकियो भने पनि एक हप्तामा लगभग 18 देखि 20 मार्क्स सकिन्छ भनेको अफलाइनमा क्लासमा कोर्स सकेको छैन आफै पढ्दाखेरि गाह्रो भइरहेको छ भने चाहिँ हाम्रो नयाँ स्टेजको ब्याच सुरु भएको छ यो भिडियोको डिस्क्रिप्सन चेक गर्न सक्नुहुन्छ त्यहाँबाट पढ्नुस् हिटमा यति 10 वटा टपिक जान्नु भयो भने चाहिँ तपाईको हिटको 6 मार्क्समा लगभग 4 देखि 5 मार्क्स हैन जीओसी पढ्दादेखि लगभग 5-7 वटा क्वेशन्सहरु त्यसै पनि मिलिरहेको हुन्छ किनभने सबै च्याप्टरमा आउने भनेको त्यही हो हेलो एभ्रीवन म चाहिँ नवीन दाइ हैन तपाईको सीई को एक्जाम जुन एमबीबीएस को लागि बीडीएस नर्सिङ बीपीएच फार्मेसी र सबै प्यारामेडिकल फिल्डहरुको लागि एक्जाम हुन्छ त्यो एक्जामको डेट चाहिँ अलमोस्ट असोजको 4 गते छ हैन तपाईलाई लागिरहेको होला पहिलो हप्ता त के हुन्छ जस्तो लागिरहेको होला गत वर्षको एक्जाम पनि भदौको फर्स्ट विकमै भएको थियो भदौको 2-3 गते नै भएको थियो त्यो हुनाले मोस्ट प्रोबब्ली 4 गते नै हुन्छ 11 गते भयो भने त राम्रो तर मोस्ट प्रोबब्ली 4 गते नै सोच्नुस् है त अनि त्यसपछि लगभग तपाईको 5 महिना बाँकी छ हेर्नुस् सी को एक्जाम आउनलाई 5 महिना बाँकी छ र यो 5 महिनालाई बेस्ट तरिकाले के कसरी युटिलाइज गर्न सकिन्छ भनेर सबै कुराहरु म डिटेलमा तपाईलाई भन्छु यो भिडियो अलि लामो हुन सक्छ मजाले सुन्नु होला अनि अलि स्पिड अप गरेर सुन्नु होला हैन त्यही टपिकमा हामीले सुरुमा प्लान आउट गर्छौं र कुरा गर्छौं र तपाईहरु यदि सी को लागि फ्रीमा नोटहरु चाहनुहुन्छ हैन हाम्रो क्रिस्टनले बनाएको नोटहरु चाहनुहुन्छ र हाम्रो युट्युबमा जति पनि भिडियोजहरु आउँदै छन् र आउने वाला छन् त्यसको नोट चाहनुहुन्छ र यसको पनि पीडीएफ चाहनुहुन्छ भने हाम्रो एउटा कोर्स छ वान शट कोर्स भन्ने छ हेर्नुस् हैन युट्युबमा के हाम्रो एपमा इन्ट्रान्स कोर्सको एप चाहिँ आइओएस एन्ड्रोइडमा दुईटैमा अवेलेबल छ एउटा वान शट कोर्स भन्ने छ त्यहाँ जानु भएपछि त्यसको नोट सेक्सनमा हामीले राखिदिन्छ यहाँ नोट्सहरु तपाईले हेर्न सक्नुहुन्छ है त यहाँबाट हेर्न सक्नुहुन्छ र टेस्टहरु पनि दिन सक्नुहुन्छ र वान शटको फ्री भिडियोजहरु पनि प्रत्येक च्याप्टरको वान शटको फ्री भिडियोजहरु इन्ट्रान्स कोर्सको तर्फबाट एउटा गिफ्ट जस्तै हामीले तपाईलाई दिएको छौं त्यो पनि हेर्न सक्नुहुन्छ यसपछि हामी सुरुमा हेर्नुस् सुरुमा तपाईको 4 वटा एसेन्शियल स्टेप्स हुन्छन् हेर्नुस् तपाईको यो 6 महिनामा गर्ने भनेको जम्मै 4 वटा स्टेपहरु रिपिट गर्ने म तपाईलाई जति चोटी पनि यो भिडियोजहरु बनाम म यही 4 वटा स्टेपमा फोकस गर्छु फर्स्ट स्टेप भनेको तपाईले सिलेबस कम्प्लिट गर्नै पर्छ हेर्नुस् सिलेबस कम्प्लिट नगरेसम्म हुँदैन है त तपाईको 2 महिनापछि त 12 को भाइ बहिनीहरु पनि आउँदै हुनुहुन्छ तपाईको यही कुराको कम्पिटिसनमा हैन 1 महिनापछि नै आउँदै हुनुहुन्छ वैशाखको लास्टमा र तपाईहरु ड्रपर हुनुहुन्छ तपाईहरुले 5-7 महिना स्पेन्ड गरिसक्नु भएको थियो भने चाहिँ तपाईको अलमोस्ट सिलेबस सकिसक्नु पर्छ र अहिलेसम्म पनि सिलेबस सक्नु भएको छैन भनेपछि अब दिमागमा के फ्रेमिङ बनाउनु भन्दाखेरि मसँग जम्मा 2 महिना छ भन्नु तपाईले चेल पारामा नवीनले 5 महिना छ 5 महिनामा सकिहाल्छु भन्ने भएको छ भने चाहिँ तपाईको सी को दिन पनि केही न केही पोर्सन छुट्छ चाहे बायोमोलिकुल छुट्ला चाहे म्याथको केही टपिकहरु छुट्लान् केही न केही टपिकहरु छुट्छ त्यो भएको हुनाले सुरुमा सिलेबस कम्प्लिट गर्नु कसरी गर्ने के गर्ने कुन टपिक इम्पोर्टेन्ट छ त्यो म तपाईलाई भन्छु अब सेकेन्डमा भनेको रिभिजन गर्न पर्छ हेर्नुस् सिलेबस मात्र कम्प्लिट गर्न हुँदैन एकचोटी पढेर इन्ट्रान्समा नाम निकाल्ने भइदियो कति सजिलो हुन्थ्यो र त्यो कुरालाई रिभिजन गर्नुपर्छ कसरी रिभिजन गर्ने कस्तो नोट बनाउने त्यो कुरामा पनि म एक्सप्लेन गर्छु र फर्दर अरु भिडियोजहरु पनि ल्याएर आउँछु त्यसपछि पास्ट इयर क्वेशन गर्नु पर्यो अहिले गर्ने हैन पास्ट इयर क्वेशन सुरुको 2 महिनामा चाहिँ सिलेबस सक्नुस् सिलेबस र मोडल एक्जाम 1 नम्बरको र 4 नम्बरको स्टेप गर्नुस् र सँगसँगै रिभिजन गर्नुस् अहिले पास्ट इयर क्वेशन हैन गर्ने अहिले कम्प्लिट सल्युसन निकाल्नुस् ननिकाल्नुस् कम्प्लिट सल्युसन 2 महिनापछि निकाल्ने हो र फाइनल कुरा भनेको चाहिँ मोडल एक्जाम दिन पर्छ हेर्नुस् सुरुमा सिलेबस कसरी सक्ने भन्दाखेरि सुरुमा 3 फ्रेममा डिभाइड गर्नुस् सिलेबस सक्नको लागि जस्ट 3 फ्रेममा डिभाइड गर्नुस् सुरुमा चाहिँ 2 महिनामा चाहिँ मजाले सिलेबस तपाईसँग चाहिँ वैशाख र जेठको टाइम छ भनेर सोच्नुस् र त्यही अनुसारले कम्प्लिट आउट गर्नुस् हेर्नुस् हैन दिनमा 2-3 मार्क्सहरु कम्प्लिट गर्नुस् दिनमा 2 मार्क्स कम्प्लिट गर्न त्यति गाह्रो छैन दिनमा 2 मार्क्स कम्प्लिट गर्नु भनेको एउटा प्लाज्मोडियम टपिक सक्नु हो हिटको एउटा टपिक अथवा अर्को कुनै एउटा टपिक बायोलोजी एउटा कुनै टपिक सक्नु र त्यो सक्न त्यति इम्पोसिबल छैन हेर्नुस् दिनमा 2 देखि 3 मार्क्स सकियो भने पनि एक हप्तामा लगभग 18 देखि 20 मार्क्स सकिन्छ 2 महिना त मजाले सकिहालिन्छ 8 हप्ता हुन्छ 8 दुनी 16 तलमाथि 160-70 मार्क्स सकिहालिन्छ तपाईलाई केही पोर्सन त आउँछ होला 30-40 मार्क्स त पहिले कभर अप गरिसक्नु भएको छ होला अथवा केही पोर्सन्सहरु त पहिले कभर अप गरिसक्नु भएको छ होला त्यो भएको हुनाले लामो टाइम फ्रेम नलाउनुस् मैले भन्दैछु अहिले प्लान बनाउनुस् राइट नाउ प्लानिङ बनाउनुस् जसरी हामीले हाम्रो स्टेटको प्लानको कोर्स बनाउँछौं र त्यही अनुसारले सक्छौं त्यही अनुसारले तपाईले आफ्नो प्लान बनाउनुस् र त्यही अनुसारले सक्नुस् के सिलेबस नसकेसम्म कति पनि अगाडि जान सकिदैन हेर्नुस् चाहे जसरी सक्नुस् चाहे आफै पढ्न सक्नुस् र अहिलेसम्म जे गरिराख्नु भएको थियो नि तपाईको त्यो इफेक्टिभ भएको छैन भने त्यसलाई पुरै चेन्ज गर्नुस् र नयाँ रिस्टार्ट गर्नुस् फर एक्जाम्पल अहिलेसम्म तपाईले सेल्फ स्टडी गर्दै हुनुहुन्थ्यो अथवा अफलाइन क्लास गर्दै हुनुहुन्थ्यो भनेपछि अहिलेसम्म तपाईको कोर्स सकेको छैन अफलाइन क्लासमा सक्दैन कहिले पनि तपाईँ ढुक्क भयो हुन्छ अफलाइन क्लासमा नर्मली कोर्स सक्दैन है त अनि अफलाइनमा क्लासमा कोर्स सकेको छैन आफै पढ्दाखेरि गाह्रो भइरहेको छ भने चाहिँ हाम्रो नयाँ स्टेजको ब्याच सुरु भएको छ यो भिडियोको डिस्क्रिप्सन चेक गर्न सक्नुहुन्छ त्यहाँबाट पढ्नुस् हामीले तपाईको कोर्स लगभग जेठ र असारको फर्स्ट विकसम्म सक्ने पुरै प्लानिङ बनाइसकेका छौं यही इन्ट्रान्स कोर्सको अघिल्लो भिडियो हेर्नुस् त्यहाँ मैले पुरै प्लान सेटअप गरिदिएको छु हैन यो भन्दा अघिल्लो ब्याच त पुरै हामीले सकिसकेका छौं पुरै कोर्स नै सकिसकेका छौं त्यसपछि हेर्नुस् है त 2 महिनामा जे पाते पढ्ने हैन एक्जाममा के इम्पोर्टेन्ट छ त्यो पढ्नु पर्यो एउटा मैले भिडियो राखेको छु यसमा पनि लगभग 35-40 हजार जना स्टुडेन्टले भिडियो हेर्नु भएको छ सिलेबस फर सी इन्ट्रान्स एक्जाम 2024 एमबीबीएस सिलेबस भन्ने युट्युबमा हान्नुस् मेरो यो भिडियो आउँछ र यहाँ के इम्पोर्टेन्ट छ मैले सबै कुरा हाइलाइट गरेको छु इभोल्युसन हैन प्लाज्मोडियम फ्रगहरु कति पढ्ने फाइलम कतिको पढ्ने फिजिक्समा के पढ्ने केमिस्ट्रीमा के पढ्ने सबै कुरा भनेको छु एकचोटी यो भिडियो हेर्नुस् कम्पल्सरी है त सबैजनाले अनि तपाईले थाहा पाउनुहुन्छ
त्यसपछि हेर्नुस् अब फिजिक्समा सब्जेक्ट वाइज कसरी जाने भन्दाखेरि हेर्नुस् फिजिक्स एकदमै टफ हुन्छ है त सुरुमा स्टार्ट गर्दा टफ हुन्छ र जति पनि स्टुडेन्टलाई भेटे जो एकदमै बेसिक स्टुडेन्ट हुन्छ अथवा राम्रो स्टुडेन्ट हुन्छ उहाँलाई गाह्रो लाग्ने भनेको फिजिक्स हो फिजिक्समा न्युमेरिकल नै हामी सल्भ गर्दैनौँ दाइ न्युमेरिकल हामी गर्न स्टार्टै गर्दैनौँ भन्नुहुन्छ थ्योरी जति पढिन्छ न्युमेरिकलै गर्दैनौँ भने म्याक्सिमम स्टुडेन्टको प्रब्लम हुन्छ कि हैन र कतिले पढ्नु नै भएको हुँदैन कि फिजिक्स हैन मैले रियली नै भनिरहेको छु फिजिक्स पढ्नु नै भएको हुँदैन स्टार्टै गर्नु भएको हुँदैन फिजिक्समा पनि सजिलो पोर्सन्सहरू हुन्छन् मार्क्स राम्रोसँग गेन गर्ने पोर्सन्सहरू हुन्छन् त्यो जस्ट नामले मात्र डराइरहेको कि तपाईँलाई हैन जस्ट नाम मात्रै गाह्रो हो र न्युमेरिकल देखेर हो त म सक्दैन म स्टार्टै गर्न सक्दैन जस्तो फिल हुने हो है त एकदमै सजिलो पोर्सन्सहरू भनेको मोडर्न फिजिक्सबाट मजाले मार्क्स पाउन सकिन्छ हेर्नुस् हैन मैले फेरि पनि भनिरहेको छु मोडर्न फिजिक्स हिट अप्टिक्स अनि वेभहरू हो इलेक्ट्रिसिटी म्याग्नेटिजम अलि रिलेटिभली गाह्रो छ म्याग्नेटिजमहरू बुझ्न गाह्रो हुन्छ इलेक्ट्रिसिटी पनि ल सजिलै छ त त्यस्तो गाह्रो पनि छैन अनि मेकानिक्सहरू रिलेटिभली अलि लेन्दी हुन्छ मार्क्सहरू कम मार्क्स आउँछ तर मोडर्न फिजिक्सबाट मजाले मार्क्स ल्याउन सकिन्छ मोडर्न फिजिक्सबाट लगभग 11 देखि 12 मार्क्सको प्रश्नहरू आउँछ र म्याक्सिमम थ्योरिटिकल कुराहरू नै आउँछ कि हाफलाई पनि स्योरै आउँछ त्यो भएको हुनाले क्वेसन छानी पढ्न सक्नु पर्यो म तपाईँलाई एक्जाम्पल दिन्छु तपाईँले हिट पढ्दै हुनुहुन्छ भने चाहिँ हेर्नुहोस् हिटमा यति 10 वटा टपिक जान्नु भयो भने चाहिँ तपाईँको हिटको 6 मार्क्समा लगभग 4 देखि 5 मार्क्स हैन स्योर 4 मार्क्स भयो फिक्स है कुनै मोडल एक्जाम पल्टाएर हेर्नुस् कुनै सीको एक्जाम पल्टाएर हेर्नुस् कुनै पेपरहरू पल्टाएर हेर्नुस् अलमोस्ट यहाँबाट क्वेसन हुन्छ मैले प्रत्येक च्याप्टरबाट एउटा दुईटा क्वेसन्सहरू राखेको छु म तपाईँलाई पनि भन्छु हैन एकदमै सिम्पल के त्यति गाह्रो पनि हैन हेर्नु इफिकेसीको कुरा डेल क्यू इक्वल टु डेल यू प्लस डेल डब्ल्यू को कुरा विन्स डिस्प्लेसमेन्ट ल छ ल्याम्डा इज मल्टिप्लिकेसन टु यति सिम्पल हुन्छ स्टेफेन्स ल सिम्पल हैन ल यसमा यो न्युटन्स ल अफ कुलिङ पनि कहिले काहीँ सोधिरहेको हुन्छ हैन अलि लामो न्युमेरिकल हुन्छ त्यही भएर त्यो पहिले नराखेको मैले आरएमएस हेर्नुस् आरएमएस हैन भिआरएमएस त फिक्सै क्वेसन हो रेसिस्टेन्स र टेम्परेचरको रिलेसनहरू अनि त्यसपछि कन्भर्जनको डेली सेल्सियस डेली फरेनहाइटको अनि फल्टी थर्मोमिटरको केसेसहरू अनि हिट रिक्वायर्डको अनि डेल क्यू इक्वल टु के अरे क्यू इक्वल टु एमएस डेल थीटाको केसेसहरू अनि स्पेसिफिक हिट आइसोथर्मल एडाप्टिकमा के हुन्छ आइसोथर्मल इन्फाइनाइट हुन्छ एडाप्टिकमा 0 हुन्छ नर्मली सोधिरहेको क्वेसन छु र थ्योरी बेस्ड कुराहरू अरू थ्योरी बेस्ड कुराहरू अलिअलि सोधिरहेको हुन्छ हैन यति पढ्नु भयो भने चाहिँ हिटमा 3-4 क्वेसन मजाले मिल्छ के अनि यसरी छान्न सक्नु पर्यो कुनै च्याप्टरदेखि डराएर आत्तिएर भागेर हुँदैन अब हाम्रो सेकेन्ड पोर्सन भनेको केमिस्ट्री छ हेर्नुस् केमिस्ट्रीमा 3टा पोर्सन हुन्छन् अर्ग्यानिक फिजिकल इनअर्ग्यानिक हैन अर्ग्यानिकमा तपाईँले जिओसी मास्टर गर्नै पर्छ हेर्नुस् जिओसी मास्टर नगरेसम्म अरू बुझिँदैन इन्डक्टिभ इफेक्ट इलेक्ट्रोमेग्नेटिक इफेक्ट रेजोनेन्स हैन मेजोमेरिक इफेक्टहरू हैन प्लस आई माइनस आईको स्टेबिलिटी एसिडिक अटर बेसिक अटर ती सबै कुराहरू थाहा पाउनै पर्छ हैन जिओसी पढ्दा बित्तिकै लगभग 5-7 वटा क्वेसन्सहरू त्यसै पनि मिलिरहेको हुन्छ किनभने सबै च्याप्टरमा आउने भनेको त्यही हो त्यसपछि रियाक्सनको नेमहरू हैन नामहरू रियाक्सनको क्यानिजारो रियाक्सन स्टेफन रियाक्सन हैन मेन्डियस रियाक्सन त्यो डिफ्रेन्ट रियाक्सनको नामहरू छन् ती नामहरू चाहिन्छन् हेर्नुस् 2-4 सरल एउटा सिटमा लेखेर राख्नुस् हैन तपाईलाई त नोट्सहरू चाहिन्छन् भने म त्यही हाम्रो अघि वान शटको के अरे टेलिग्राम ग्रुप छ वान शटको हाम्रो कोर्स छ म त्यहाँ राखिदिन्छु त्यहाँ जोइन गर्न सक्नुहुन्छ तपाईहरु हैन र अर्को भनेको हेर्नुस् फिजिकलमा र अरू च्याप्टर पनि पढ्न पर्छ नपढ्न पर्ने हैन सुरुमा स्टार्टिङमा चाहिँ यसको नलेज राम्रोसँग ज्ञान पर्नुस् यो पढ्नको लागि स्पेसिफिक के अरे दाइको अर्ग्यानिकको क्लास छ त्यसमा लिन सक्नुहुन्छ मजाले त्यो पढ्नु भने तपाईलाई इनफ हुन्छ मोर देन इनफ है त फिजिकलको लागि हुन्छ मोल भोलुमेट्रिक केमिकल हैन यो कुराहरू चाहिँ सुरुमा बेसिक बनाउनु पर्छ सुरुमा मोलहरू हैन मोल के हुन्छ हैन अनि सुरुमा मोलारिटीहरू अनि त्यस भोलुमेट्रिक एन्ड मोलारिटी नर्मालिटीहरू हैन ग्राम इक्विभ्यालेन्टहरू हैन यतापट्टि मोल टपिकमा पनि त्यही अनुसारले राम्रोसँग एटमिक वेट मोलिकुलर वेट इक्विभ्यालेन्ट वेटको कुराहरू राम्रोसँग बेसिक लग्नु भयो भने चाहिँ पछि बिस्तारै स्ट्रङ हुन्छ हैन त्यसरी केमिकल इक्विलिब्रियम र आयनिक इक्विलिब्रियम पनि तपाईलाई एकदमै धेरै चाहिन्छ है त र सँगसँगै हेर्नुस् इनअर्ग्यानिक केमिस्ट्री त अलिअलि घोक्नै पर्छ हेर्नुस् स्टार्टिङ घोक्न पर्छ भन्नुहुन्छ अनि पढ्न झ्याउला भन्नुहुन्छ बायोलोजी जस्तै हो कि बायोलोजी जस्तै सोच्नुस् गत वर्ष इनअर्ग्यानिक केमिस्ट्रीमा 15 मार्क्सको क्वेशन सोधेको रहेछ कुन च्याप्टरबाट कति सोधेको छ म एउटा भिडियो बनाउँछु त्यो पनि तपाईले हेर्न सक्नुहुन्छ बिस्तारै है त पिरियोडिक टेबलबाट हेर्नुस् सुरुमा पिरियोडिक टेबल जान्न पर्छ हेर्नुस् चाहे तपाई के अरे मेटल पढ्नुस् चाहे नन मेटल पढ्नुस् सुरुमा पिरियोडिक टेबल जान्नै पर्छ पिरियोडिक टेबल जानिसकेपछि त्यसपछि मेटलबाट स्टार्ट गर्नुस् भन्छु मेटलको लागि सुरुमा मेटलोजी पढ्नुस् अल्काली मेटल अर्थ मेटल र डी ब्लक पढ्नुस् यतिले तपाईको मेटल कभर अप गर्छ र यसबाट लगभग 5-6 वटा क्वेशनहरु आउँछन् हैन र एउटा कन्फिडेन्स आउँछ के र थ्योरी मात्रै पढेर हुँदैन सिधै क्वेशन घोक्न गएर पनि हुँदैन सुरुमा कुनै टिचरको भिडियोजहरु हेर्नुस् हैन चाहे मानस दाइकै हेर्नुस् हैन र युट्युबमा हाम्रो पनि पुरै हामीले राख्दिएको छौं वान शट भिडियोजहरु राख्दै छौं त्यहाँबाट एकचोटी इनअर्ग्यानिक इन वान शट भनेर युट्युबमा हान्नुस् र त्यहाँबाट मानसको एकचोटी भिडियो हेर्नुस् पुरै भिडियो 5-6 घण्टाको भिडियो छ मेटलको मात्रै 5-6 घण्टाको छ एकचोटी त्यो भिडियो हेर्नुस् त्यो भिडियो हेरेपछि मोडुल यसरी पढ्नुस् हैन मोडुलको पास्ट क्वेशन्सहरु गर्नुस् मोडुलको लाइन टु लाइन एडिसनल क्वेशन्सहरु गर्नुस् एडिसनल क्वेशनमा कुनै पनि एक्स्ट्रा क्वेशन्सहरु छन् त्यसलाई याद गर्नुस् र क्वेशन्सहरु रिलेट गर्नुस् के जस्तै मोडुलमा मलाई अझै पनि याद छ कि मैले अस्ति क्वेशन गरेर थिएँ हाम्रो इनहाउस स्टुडेन्टहरुलाई हैन लगभग 15-20 वटा क्वेशनहरु सबै फस्फोरस हो के कुन चाहिँ फस्फोरस राम्रो कन्डक्टर हुन्छ रे कुन के रे फस्फोरस देखाउँछ कुनले एनएसआई एनिभासँग रिएक्ट गर्छ हैन कुन चाहिँ बडी स्टेबल हुन्छ रे त्यस्तो क्वेशन्सहरु छन् त्यो कुरा टक्कै एउटा ठाउँमा पोइन्ट गराएर सानो एउटा बक्स जस्तो बनाउनु सर र सबै कुराहरु लेख्दिनु फस्फोरसको
कहिले पनि बिग्रिँदैन। एकचोटि बिग्रियो भने यु क्यान गो ब्याक होइन, त्यो पुरै 15-20वटा क्वेसन भन्दाखेरि झ्याउ लाग्छ नि त। तर यस्तो सानो नोट छ, सबै फर्स्ट फर्स्ट त्यहीँ लेखेछु भने चाहिँ रमाइलो हुन्छ होइन। त्यसरी सर र पोइन्टहरू लेख्नुहोस् होइन। त्यसरी अरू कुराहरू पनि जस्तै सबै च्याप्टरको मैले चाहिँ के गर्थेँ, अल्काली मेटल, अल्काली अर्थ मेटल होइन, डी ब्लकको अनि कार्बन नाइट्रोजनको सबै तल जाँदाखेरि मेटलको के हुन्छ, एसिडिक क्यारेक्टर के हुन्छ, बेसिक क्यारेक्टर के हुन्छ, रेडिएसन पावर के हुन्छ, सबै कुराहरू लेख्नुहोस्। एउटै ठाउँमा लेखेपछि सजिलो हुन्छ तपाईँलाई एभ्री च्याप्टरबाट है त। अनि र मोस्ट इम्पोर्टेन्टली क्वेसन गर्नै पर्छ होइन, इनअर्ग्यानिक केमिस्ट्रीमा क्वेसन गर्नै पर्छ है त। ल त्यसपछि हाम्रो बायोलोजी हेर्नुहोस्, सबैको एकदमै फेभरेट टपिक होइन, सबैको एकदमै मार्क्स स्कोर गर्ने टपिक होस् बायोलोजी। 80 मार्क्समा मिनिमममा पनि एउटा राम्रो मार्क्स ल्याउनु लागि 60, 65, 70 जति ल्याउनै पर्छ हेर्नुहोस् होइन। त्यो ल्याउनुको लागि बोटनीमा हेर्नुहोस्, बोटनीमा सबभन्दा मेन भनेको स्टुडेन्टले हेपेको टपिक भनेको बायोडाइभर्सिटी हुन्छ र यसबाट धेरै क्वेसन्सहरू हालिदिन्छ, बेला बेलामा 10-11वटा क्वेसन्सहरू हालिदिन्छ। त्यही भएर यो टपिकहरू राउन्ड सब पढ्नुहोस्। ब्याक्टेरिया, भाइरस, अल्गी, ब्रायोफाइटा, ट्रिफाइटा, जिम्नोस्पर्म, एन्जियोस्पर्महरू, मर्फोलोजीहरू, ट्याक्सोनोमीबाट 2-3वटा क्वेसन्सहरू सोध्छ। यो टपिक राम्रोसँग हेर्नुहोस्। र सेल बायोलोजी 11वटा टपिक हुन्छ, धेरै हेपेर राखेको हुन्छ। स्टार्ट गर्न कहाँबाट स्टार्ट गरौँ भन्ने छ भनेपछि सेल बायोलोजी 1 शट बाई इन्ट्रान्स क्लोज भन्न हाल्नुहोस्। उज्जवलको एउटा भिडियो आउँछ, त्यो भिडियो हेर्नुहोस्। के अरे अपेक्षा दिदीको एउटा भिडियो आउँछ, त्यो भिडियो हेर्नुहोस्। तपाईँलाई जसरी सजिलो लाग्छ हेर्नुहोस् होइन। अझ म फर्दर अरू पढ्न मन छ, मसँग 5 महिनाको टाइम छ, 2 महिनामा तपाईँले कोर्स सक्नु भएको छ भन्ने छ भनेपछि स्ट्रेट ब्याच 2 जोइन गर्नुहोस्। जोइन गर्नको लागि यो भिडियोको डिस्क्रिप्सनमा राम दाईको नम्बर छ, त्यो नम्बरमा कल गर्नुहोस्, के अरे मेसेज गर्नुहोस्, अथवा हाम्रै के अरे इन्ट्रान्सको एप डाउनलोड गरेर त्यहाँबाट पनि सपोर्ट लिन सक्नुहुन्छ है त। अनि उसको लागि हेर्नुहोस्, जोलोजीको लागि मैले त्यही पनि भनेको छु, जोलोजीलाई टिस्युबाट सुरु गर्नुहोस् र सिस्टमहरू एकदमै राम्रोसँग पढ्नुहोस्, किनभने तपाईँ MBBSमा जाँदै हुनुहुन्छ होइन। MBBSमा जाँदा यही सिस्टमहरू सबै डिटेलमा पढ्नुपर्छ र तपाईँ डक्टर बन्दै हुनुहुन्छ भने सिस्टम त रमाइलोसँग पढ्नुहोस् कि। मलाई एकदमै रमाइलो लाग्थ्यो पढ्न। अहिले अब MBBSमा पढ्न परिरहेछ र सकि पनि सकेको छ मेरो। र अरू मार्क्स स्टुडेन्ट टपिक भनेको यो प्लाज्मोनियम, अर्थोम, फ्रग, इभोल्युसन सुरुमा पढ्नुहोस्। फाइलम भन्दा स्टुडेन्टहरू एकदमै डिटेलमा फाइलम पुरै पढ्न लागेको हुन्छन्, प्यारामेसियम पढिरहेको हुन्छन्। क्वेसनै आउँदैन त्यहाँबाट, सिलेबसमै छैन अहिले होइन। आए पनि थोरै बेसिकहरू पढ्नुहोस्, त्यति डिटेलमा जानु पर्दैन। तर यही कुराहरू जान्नु पऱ्यो। प्लाज्मोनियमबाट सधैँ 2टा, अर्थोमबाट 3टा, फ्रगबाट 3टा क्वेसन सधैँ सोधिरहेको हुन्छ है त। म्याथको लागि म तपाईँलाई केही एडभाइस पनि दिँदैन, केही आइडिया पनि दिँदैन। एकचोटि गएर यो 8 घन्टाको भिडियो छ, एकचोटि गएर युट्युबमा म्याथ 1 शट इन्ट्रान्स क्लोज भनेर हान्नुहोस्। यो 8 घन्टाको भिडियो छ। अभिषेक दाईबाट, ह्यान्डसम दाई हुनुहुन्छ होइन, म्याथको एकदमै पपुलर, एकदमै दामी पढाउने टिचर हुनुहुन्छ। एउटा 8 घन्टाको भिडियो छ। यो 8 घन्टाको भिडियो हेर्नुहोस्, पत्ताउनु हुँदैन गएर यो भिडियोको कमेन्ट सेक्सन चेक गर्नुहोस्। यसमा कम्तीमा पनि कति 40,000 भ्युज छ है त। 37,000 लगभग 40,000 भ्युज छ। यो भिडियोको गएर कमेन्ट चेक गर्नुहोस्। गत वर्ष सीको एक्जामभन्दा अगाडि हालेको थियौँ हामीले, कति स्टुडेन्टलाई हेल्पफुल भएको छ भनेर तपाईँले थाहा पाउनुहुन्छ यहाँबाट। एकचोटि गएर भिडियो हेर्नुहोस्, प्रत्येक मोडल एक्जामभन्दा अगाडि एकचोटि भिडियो हेर्नुहोस्। 40,000ले हेरेको छन् भने केही न केही त वर्थफुल छ होला, त्यहीमाथि गएर कमेन्ट हेर्नुहोस्। यति भिडियो चाहिँ तपाईँको म्याथ पुरै पुग्छ, केही अरू पढ्नै पर्दैन। अझै फर्दर पढ्न मन छ भनेपछि, अझै क्वाडहरू गर्न छ, केही पनि छोड्न मन छैन भन्नुहुन्छ भने म्याथको कोर्स मात्र पनि लिन सक्नुहुन्छ। भिडियोको डिस्क्रिप्सनमा रामदाईको नम्बर छ, उहाँलाई कल गर्न पनि सक्नुहुन्छ। यदि इम्पोर्टेन्ट एक्जामको तयारी गर्दै हुनुहुन्छ भने चाहिँ एकदमै राम्रो कोर्स चुज गरेर पढ्नुहोस् हेर्नुहोस् होइन। अहिलेसम्म 7-8 महिनासम्म, लगभग 7देखि 8 महिना भइसकेको छ सीको एक्जाम भएको। अहिलेसम्म तपाईँको सिलेबस सकेको छैन, एउटा कुनै प्लान छैन भनेपछि त्यो कोर्सलाई बिचमै बन्द गरेर एउटा नयाँ कोर्समा जम्प गर्दा हुन्छ है त। हामीले चाहिँ इन्ट्रान्स क्लोजबाट एउटा नयाँ कोर्स लिएर आएको छौँ, स्टेट ब्याच 2.2। पुरै कोर्स कम्प्लिसन हुन्छ, गाइडेन्स एकदमै राम्रो छ, मेन्टरसिपको कुरै भएन है त। रिभिजन मजाले होइन, ऱ्यापिड रिभिजन होस्, PYQs होस्, क्वाड होस्, सबैबाट गराउँछौँ र पास्ट रिजल्टहरू पनि हाम्रो एकदमै राम्रो छ। गत वर्ष एकदमै राम्रो रिजल्ट छ। तपाईँहरू म्याक्सिमम् स्टुडेन्टलाई थाहा छ होला होइन। यो चाहिँ हाम्रो स्टेटको ब्याच 2 हेर्नुहोस्, स्टेटको ब्याच 2 हो होइन। अनि यसमा चाहिँ अहिले हामीले 3,000 रुपियाँ डिस्काउन्ट दिइरहेको छौँ। टोटल फी 10,000 रुपियाँ हो। अहिले तपाईँले यो भिडियो रिलिज भएको 1-2 दिनमा कन्ट्याक्ट गर्नुहुन्छ भनेपछि यहाँ मैले नम्बर पनि राखिदिएको छु होला, 9865821825 यो नम्बर, फोन नम्बर यो राम सरको, यो नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ होइन। 3,000 रुपियाँ डिस्काउन्ट गरेर 7,000 रुपियाँमा इनरोल गरिदिनुहुन्छ। 7,000 रुपियाँमा पुरै कोर्स कम्प्लिट हुन्छ तपाईँको होइन। त्यो कुरामा ढुक्क भए हुन्छ तपाईँ। फर्स्ट 20 जना स्टुडेन्टलाई भनेर लेखिएको छ होइन। त्यो भएको हुनाले सक्दो छिटो होइन उहाँलाई कन्ट्याक्ट गर्नु होला र क्लास पनि दिन सक्नुहुन्छ। सबै कुराहरू एकदमै डिटेलमा हुन्छ हेर्नुहोस् होइन। सबैको लागि हो, MBBS, BDS, नर्सिङ, BPS, फार्मेसी, BMLT सबैको लागि हो कोर्स चाहिँ है त। अनि त्यसपछि 1 शट कोर्सको लागि एप डाउनलोड गर्न सक्नुहुन्छ। यो चाहिँ वेबसाइटको फोटो राखेको छु मैले, एपमा नोट्सहरू हुन्छ कि भनिसकेको छु मैले होइन। हेर्नुहोस्, अब रिभिजनको लागि के गर्ने, सेकेन्ड स्टेप। फर्स्ट स्टेप मैले कोर्स कम्प्लिसनलाई यत्रो टाइम लगाएँ। अब म अलिकति कन्डेन्स भएर भन्छु, धेरै लामो पनि बनाइदिन तपाईँलाई भिडियो। सेकेन्ड टपिक भनेको चाहिँ रिभिजन कसरी गर्ने हेर्नुहोस्। कुनै टपिक पढ्नुभयो होइन, जस्तै तपाईँले अर्थम पढ्न सक्नुभयो, अर्थमलाई खतरा पाराले उमेश सरसँग पढ्न सक्नुभयो। सकिसकेपछि अब तपाईँले एक्टिभली रिकल गर्नु पऱ्यो कि होइन। जस्तो ओके अर्थम मैले पढेँ भने चाहिँ ओके फर्स्ट सेगमेन्टको नाम के थियो, कपी बन्द गरेर सेगमेन्ट पढिसकेपछि फर्स्ट सेगमेन्टको नाम के थियो, ओके माउथ थियो, माउथको नाम पेरिस्टोमियम थियो, त्योभन्दा अगाडिको एउटा मस्कुलर फ्ल्याप थियो, प्रो थियो, ओके त्यसपछि के थियो, त्यसपछि के थियो, क्लाइटेलम कहाँ थियो, आफैले क्वेसन गर्नु पऱ्यो कि टेस्टिस कहाँ थियो, ओके टेस्टिस यहाँ थियो भनेपछि सेमिनल भेसिकल कहाँ थियो, ओके मेल ओपनिङ त्यहाँ थियो, के अरे यहाँ हुन्छ भनेपछि फिमेल ओपनिङ कहाँ हुन्छ, त्यसलाई कनेक्ट गर्ने स्ट्रक्चरको नाम के हुन्छ, ओके यो के अरे फर्टिलाइज हुँदाखेरि कहाँ फर्टिलाइज हुन्छ,
कहाँबाट आउँछ यो सोर्स, खाना कहाँबाट आउँछ, त्यसरी अब यो त्यो कुराको काम के हो हैन, स्पर्म गएर कहाँ स्टोर गर्छ, त्यसरी कोरिलेट गरेर टक्क लाएर पढ्न सक्नु पर्यो। रिप्रोडक्टिभ सिस्टम पढ्दाखेरि स्टार्ट गर्ने, माथिबाट स्टार्ट गर्ने, मेलको कहाँ छ, मेलको त्यहाँ छ भने भाषा डिफ्रेन्स त्यहाँबाट कनेक्ट भएर ओपनिङ कहाँ हुन्छ, फिमेलको ओपनिङ कहाँ हुन्छ, अनि कसरी फर्टिलाइजेसन हुन्छ, के हुन्छ, स्पर्म गएर कहाँ स्टोर हुन्छ, त्यो कति सेगमेन्टमा हुन्छ, त्यसको पोरको नाम के हो, जसले पढ्नु भएको छ बुझ्नुभयो होला। इक्जाममा स्पर्मेटिकल पोर्स भनेर झुकाउँछ, हाम्रै पालिमा सोधेको थियो, हो यसरी रिभिजन गर्न सक्नु पर्यो है त। अनि त्यो गर्दाखेरि केही छुट्यो भने चाहिँ फेरि हेर्ने, फेरि कभर अप गर्ने, यसलाई भन्छ एक्टिभ रिकल। मैले सबभन्दा लास्टमा राखेको छु एक्टिभ रिकल हुन्छ। म आफैले चाहिँ एक्टिभ रिकल गर्न सक्थेन हैन, मलाई एउटा साथी चाहिन्थ्यो जो अहिले एमबिबिएसमा पनि मसँग पढिरहेको छ, मैले केही ब्लगहरू हाल्छु त्यसमा पनि हेर्नुहुन्छ तपाईँले, त्यो एक्टिभ रिकल चाहिँ चाहिन्छ हेर्नुहोस् है त। अनि त्यसपछि इक्जामको लागि सर्ट नोट्स बनाउनु। सर्ट नोट्स भनेको अघि मैले आइडिया दिइसकेँ फस्फरसको, जस्तै फस्फरस 1 2 3 पेज, लगभग 3 पेजमा छ हैन, तपाईँको नेमको अनलाइनमा 3 पेजमा छ, क्वेसन्सहरू हेर्नु 20-25 क्वेसन छ, तर त्यहाँबाट सोध्दैन कि त्यही व्हाइट र के अरे रेड फस्फरसको डिफ्रेन्स सोध्ने हो, कहाँ के युज हुन्छ अनि सोध्ने हो, ब्ल्याक फस्फरसको कुरा सोध्ने हो, कुन स्टेबल हुन्छ, कुन इलेक्ट्रिक खण्ड गर्छ, ब्ल्याक सक्यो। अब व्हाइटमा सरर ल यो व्हाइट हुन्छ, एक्टिभ हुन्छ, फस्फोरेसेन्स देखाउँछ हैन, अनि त्यसपछि उसँग डिजल्भ गर्छ, उसमा डिजल्भ गर्छ, अनि CH2हरूमा डिजल्भ गर्छ। यति नै हो सोध्ने इक्जाममा तपाईँलाई फस्फोरसबाट। यो तपाईँबाट सोध्दैन खासै क्वेसन्सहरू, यति चाहिँ थाहा पाउनु पर्यो। ल म्याक्सिमम सोध्यो म्याथमेटिक्स सोध्दा हो यसरी कन्डेन्स गरेर ठाउँमा टक्क लेख्न सक्नु पर्यो हैन। त्यसरी अरू टपिकहरू पनि जस्तै अब तपाईँले डी ब्लक पढ्दै हुनुहुन्छ भने चाहिँ डी ब्लकमा कपरमा के सोध्न सक्छ, कपरमा यति 5वटा पोइन्ट सोध्छ, यति 5वटा पोइन्ट ट्याक्क म लेख्छु। अर्कोचोटि रिभिजन गर्दाखेरि इनकेस डी ब्लक बिग्यो भने चाहिँ त्यहाँ गएर ट्याक्क 5वटा टपिक छन्, कपरको 5वटा पोइन्ट, गोल्डको 5वटा पोइन्ट, यसको 5वटा पोइन्ट, यसको 5वटा पोइन्ट ट्याक्क रिभिजन गरेपछि तपाईँको सबै कुराहरू कभर हुनु पर्यो कि यो तपाईँले फर्स्ट टाइम नै पढ्दाखेरि बनाउनु पर्यो। यो भएपछि सजिलो हुन्छ अर्कोचोटि रिभिजन गर्न। तपाईँले एकचोटि पढेर छोड्नुहुन्छ अनि त्यसलाई त्यतिकै लथारिङमा छोडिदिनुहुन्छ, अर्कोचोटि रिभिजन गर्न आउँदा फेरि सुरुबाट पढ्न पर्छ, त्यतिखेर गाह्रो हुन्छ हेर्नुहोस् है त। अनि त्यसपछि इक्जामको लागि मस्ट नो पोइन्ट के हुन्छन्, जस्तै मैले यहाँ पछाडि पनि राखेको छु पास्ट इयर क्वेसनमा हैन, म त्यहाँ पनि भन्छु तपाईँलाई मस्ट नो पोइन्टमा हेर्नुहोस्। त्यसपछि पास्ट इयर क्वेसन किन चाहिन्छ, पास्ट इयर क्वेसन भन्दाखेरि म तपाईँलाई अघि नै पनि हिटको इक्जाम्पल दिइसकेँ, मैले फिजिक्सहरूको किन इक्जाम्पल दिइरहेको छु भन्दाखेरि अलमोस्ट फिजिक्समा स्योरै क्वेसन्सहरू हुन्छन् कि फिजिक्समा स्टुडेन्टहरू डराउँछन्, जो स्टुडेन्टले म फिजिक्स गर्दै गर्दैन म त अरू सब्जेक्टबाट पास हुन्छु भनेर जानुहुन्छ नि, त्यो मेन्टालिटीले गाह्रो हुन्छ हेर्नुहोस् पास हुन। स्कलरसिप पेमेन्टको त कुरै गर्दैन, 100 मार्क्स कटाउने गाह्रो हुन्छ फिजिक्स नगरेर है त। फिजिक्समा सजिलो क्वेसन आउँछन्, यहाँ के अरे उसको पुरा मार्क्सको छैन कि, यहाँ कुरा ऱ्याङ्कको छ, आधी स्टुडेन्ट पास हुन्छन्, आधी स्टुडेन्ट फेल हुन्छन्, अरूले पढिदिन्छन्, अरूले नवीन दाइको भिडियो हेरेको हुन्छन्, उहाँले पढिदिन्छन् हैन। जस्तै मोडर्न फिजिक्समा सेमी कन्डक्टरमा हेर्नुहोस्, एन र पी टाइपको सेमी कन्डक्टर र फरवर्ड र रिभर्स बाइसिङमा एउटा क्वेसन फिक्स हो, एउटा होइन कि कहिले 3टा क्वेसन सोध्छ यहाँबाट हैन, 3टासम्म क्वेसन सोधेको छ। फरवर्ड र रिभर्स बाइसिङमा के हुन्छ, रेसिस्टेन्स के हुन्छ, कसरी जोडिएको हुन्छ, के जोडिएको हुन्छ, अनि त्यसपछि त्यो नि भोल्टेजहरू हैन, त्यो जेनर डायोडहरू सबै कुरा सोध्छ। एन र पीबाट अब केसँग जोड्दाखेरि एन र पी हुन्छ, म्याक्सिमम करेन्ट के हुन्छ, कस्तो हुन्छ, फिक्सै सोध्छ। अनि त्यसपछि हेर्नुहोस्, अनि त्यसपछि अब अर्को भनेको हाफ लाइफको क्वेसन फिक्स हो, कहिले 2टासम्म सोध्छ कि, केमिस्ट्रीमा आउँछ नि 2टासम्म सोध्छ। त्यसपछि हबल्स ल भेज डाइडिक्वेसन टु आर एजहरू सोध्छ, 1/h हुन्छ भनेर त्यसको भ्यालुसम्म पुग्न सक्यो, तर यति नै हो सोध्ने। र अर्कै हाफ हबल्समा सोधेपछि एउटा रेड सिफ्ट सोध्दा अरे यति हो सोध्ने हैन। यति कन्डेन्स भएर पढ्नुहोस् न। अनि तपाईँहरू फिजिक्समा डराउनुहुन्छ, क्वार्क हैन, क्वार्क फर्मुला न्युटन प्रोटोनको त फिक्सै हो। लास्ट टाइम यो सीभन्दा अघिल्लो सीमा प्रत्येक एमबिबिएस बिडिएस नर्सिङ बिबिएस सबैको क्वेसनमा सोध्दै थियो कि एउटामा न्युट्रन, एउटामा प्रोटोन, एउटामा न्युट्रन, एउटामा प्रोटोन। याद गर्न पनि कति सजिलो छ कि, न्युट्रनमा एउटा यु छ त्यही भएर युडिडी हुन्छ, प्रोटोनमा युडी हुन्छ, सक्यो त। यति याद गर्नु भने एउटा क्वेसन मिल्छ। आजै नोटमा लेख्नुहोस्, भोगिदिनुहोस्, आउँछ मोडल इक्जाममा हैन। र मोडल इक्जाम के कसरी एटेन्ड गर्ने, र मेरो लास्ट पोइन्ट चाहिँ मोडल इक्जामको थियो। मोडल इक्जाम के कसरी एटेन्ड गर्ने, विकमा के कसरी प्लान गर्ने, इक्जाम दिनुभन्दा अगाडि के पढ्ने, इक्जाम दिइसकेपछि के पढ्ने, कसरी मिस्टेकहरू एनालाइसिस गर्ने भनेर एउटा कम्प्लिट भिडियो आउँछ। यो एउटा यही भिडियोमा के अरे समक हुन सक्दैन, यसपछिको भिडियो नै मैले त्यही बनाउँदैछु, सँगै सुट आउट गर्दैछु। मोडल इक्जाम के कसरी बेस्ट तरिकाले दिने भनेर म तपाईँलाई भन्छु, इक्जाम दिइसकेपछि इक्जामलाई बेस्ट तरिकाले युज कसरी गर्ने त्यो पनि सिकाउँछु म तपाईँलाई, र त्यो पनि भन्छु हैन। अनि त्यो भिडियो राम्रोसँग हेर्नु होला। केही इस्यु छ भने चाहिँ भिडियोको डिस्क्रिप्सनमा के अरे भिडियोको कमेन्टलाई युज गर्न सक्नुहुन्छ, मजाले कमेन्ट गर्नुहोस्। अथवा हैन तल राम सरको नम्बर छ, राम सरलाई दाइ यो समस्या छ, यो समस्या छ भनेर भन्न सक्नुहुन्छ। त्यही अनुसारले हामीले भिडियो पनि ल्याएर आउँछौँ, त्यही अनुसारले केही फ्री हेल्प चाहिन्छ भने फ्री हेल्प पनि गर्छौँ, र अरू केही हेल्प चाहियो भने इन्ट्रान्सफर सधैँ तपाईँसँग सधैँ छ हैन। मेसेज गर्नु होला, कल गर्नु होला हैन, केही हेल्प चाहियो भने हामीलाई सम्झिन सक्नुहुन्छ। थ्याङ्क यू भेरी भेरी मच। र अर्को भिडियोजहरू र पुरै प्लेलिस्ट छ, त्यो प्लेलिस्टहरू हेर्न नबिर्सिनु।